हेलो साथीहरू, आज हामीहरू चाहिँ मेला हेर्न गइराखेको छौँ। आज यति भिड छ, हेर्नु सबैले, बाटो पनि यति प्याक छ है। हामी पनि स्कुटीमा जाँदैछौँ, अगाडि एउटा बाइक पनि जाँदैछ। आउने जाने क्रम जारी नै छ। उताबाट गाडीहरू पनि आइराखेको छ, पछाडि धेरै भिड छ, भिडभाड छ हैन। अब यहाँदेखि लगभग 8 किलोमिटर टाढा जाँदैछौँ हामीहरू। त्यहाँ चाहिँ मेला लाग्दैछ। यो मेला चाहिँ मान्छे धेरै भिडभाड छ। यो चाहिँ रोल्पा र प्युठानको सिमानामा रहेको छ र यहाँ वसन्त पञ्चमीको दिन चाहिँ मेला लाग्ने गर्छ जहिले पनि। यहाँ हामी चाहिँ ठिक्कै मेलामै आइपुग्यौँ र हामी जाँदैछौँ। मान्छे देखेर कति धेरै मान्छे भन्दै जमेर उहाँले चाहिँ। र अब हामी धेरै टाइम चाहिँ बस्नु हुँदैन है, निस्किहाल्नुपर्छ सर डुलेर भन्छिन्छ। अनि मैले ओके भन्छु हैन। अनि त्यसपछि हामी अगाडि बढ्दैछौँ। अनि चिनेको मान्छेहरू पनि भेटिँदै हुनुहुन्छ। अनि उहाँ प्रहरी दाइहरू पनि एकदम तयार भएर बसिराख्नु भएको छ हैन। त्यहाँ केही हुन्छ कि भनेर। यहाँ चाहिँ मेलाको साथसाथै पनि उतातिर कलाकारहरू पनि आउँदैछ नि त, त्यसैले पनि भिडभाड हेर्नुहोस् न, सबैले यति धेरै छ कि मान्छे नै हराउँछ क्या त्यो भिडभाडले गर्दा। अनि यहाँ सबै चिजहरू लिएर आएको छ। मिठा पानहरू छ, पानीपुरी छ, अनि त्यसपछि जेरी छ हैन। स्पेसली चाहिँ यहाँ जेरी नै हो क्या। हामी पनि पहिला यो मेलामा बच्चामा जेरी खानै जान्थ्यौँ। यो मेलामा चाहिँ यो हामी बच्चैदेखि आउने मेला हो। यो जहिले वसन्त पञ्चमीको दिन लाग्ने गर्दछ। यहाँ सबैजना टाढा रोल्पा प्युठान जता कतैबाट आउनुहुन्छ यहाँ चाहिँ मेला हेर्नको लागि। सबैजनाले इन्जोय गर्दै हुनुहुन्छ। गेमहरू पनि छ हैन। यहाँ यस्तो रिङवाला गेम हामी पनि खेल्थ्यौँ पहिला त। अहिले त खेल्ने मनै लागेन हैन। यहाँ कसैले आफ्नै कल्चरको ड्रेसहरू लगाएर आउनुभएको छ। अनि त्यसपछि सब जमिनु भएको छ। कसैले चाहिँ खेल्दै पनि हुनुहुन्छ गेमहरू, कोही नाच्दै हुनुहुन्छ। अर्को भिडियो नेक्स्ट पार्ट 2 मा चाहिँ मैले हजुरहरूलाई देखाउने छु नाचहरू पनि हैन। यो भिडियो पनि सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गर्नु होला साथीहरू। र एकअर्कालाई सपोर्ट गरेर अगाडि बढ्नुपर्छ। लाइक कमेन्ट गरिदिनु ल साथीहरू, र भिडियो हेरेर इन्जोय गर्नु होला। थ्याङ्क यू।